आफ्नो लक्ष्यमा पुग्नका लागि मानिसले सिंहको जस्तै व्यवहार गर्नुपर्छ। जसरी सिंहले आफ्नो शिकारमाथि नजर राख्छ, एकाग्रता साथ हेर्छ र आफ्नो सम्पूर्ण शक्तिले शिकार समात्ने प्रयास गर्छ, त्यसैगरी मानवले कुनै पनि काम पूर्ण शक्ति र एकाग्रताका साथ गर्नुपर्छ। चाणक्यका यही महान बानीका साथ स्वागत गर्न चाहन्छु दर्शक तथा श्रोता वृन्दहरू तपाईलाई नेपाली कथामा आजको कथा रहेको छ रमेश विकलद्वारा लेखिएको पुस्तक 13 रमाइला कथाबाट तथा महात्मा चाणक्य। धेरै वर्ष अघि हिन्दुस्तानमा पाटन एउटा बेग्लै राज्य थियो। पाटनलाई पहिलेदेखि पाटलिपुत्र भन्दथे। यहाँ त्यतिखेर महापद्मनन्द नाम गरेका राजा थिए। यी राजा ज्यादै घमण्डी र दुष्ट स्वभावका थिए। त्यसैले जनतादेखि लिएर भाइ भारदार मन्त्री सभासद उनीदेखि भित्रभित्रै चिरिएका थिए। मन्त्रीहरू कसरी यस राजालाई हटाएर गतिलो र असल राजालाई सिंहासनमा राखौं भन्ने चिन्तामा लागेका थिए। तर त्यस्तो मौका आएको थिएन। केही दिन सकटार नाम गरेका एकजना मन्त्री सहर डुल्न भनेर निस्केका थिए। उनी घुम्दा घुम्दै सहर बाहिर पुगे। टन्टलापुर घाम लागेको थियो। तर यस्तो घाममा पनि एकजना कालो सुईखुट्टे दुब्लो र कुरूप मान्छे बाँझो खेतमा उम्रेका कुसका बोट एक एक गर्दै उखेलेर फ्याँकिरहेको थियो। उसको शरीर पसिनाले नित्रुक्क भिजिसकेको थियो। थकाइले उसको मुख तमतमाउँदो भइसकेको थियो। तर यी कुनै कुराको पनि उसलाई वास्ता थिएन। ऊ एकहोरो लागेर कुसका बोटहरू उखेल्दै फाल्दै गर्न लागेको थियो। यो देखेर सकटारलाई बडो अचम्म लाग्यो। उनले त्यस मानिसको नजिकै गएर बडो नम्र स्वरमा सोधे, महाशय, तपाईँ को हुनुहुन्छ? यस खेतको कुसले तपाईँको के बिरायो र त्यस्तो टन्टलापुर घाममा यत्रो कष्ट गरेर यसलाई उखेलेर फाल्नुहुन्छ? यस बाँझो चौरलाई आबादी गर्ने विचार गर्नु भएको हो कि? सकटारको आधी खिल्ली उडाउने आधी उत्सुकता मिलेको सोधाइले त्यो मानिस झन रिसले आगो भयो। उसले काम गर्दा गर्दै हात रोकेर सकटारतिर हेर्दै भन्यो, मूर्ख बटुवा, तँलाई अर्काको कामको किन चासो पर्यो? के त मलाई तक्षशिलाको विद्वान ब्राह्मण आचार्य चाणक्य भनेर चिन्दैनस्? यस कुसले पनि मलाई चिनेन। यसले मेरो गोडामा घाउ पारिदियो। त्यसैले यसको जरो समेत खन्न भनेर लागेको छु। के त पनि मेरो रिसलाई अझ उसाउँछस्? त्यस मानिसको यस्तो कुरा सुनेर सकटार मनमनै बडो खुसी भयो। यस रिसा बाहुन र राजा महापद्मनन्दको झगडा पारिदिन पाए त यसैले राजाको नाश गर्नेछ। आफूले केही गर्नुपर्ने छैन। यस्तो सोचेर उनले बडो नम्र भएर चाणक्यसँग भने, आचार्य, भूल भयो, क्षमा पाऊ। तर यो जाबुकुसको नाश गर्नका लागि आचार्यले यत्रो दुःख किन उठाउनु पर्छ? म आफ्ना मानिस लगाएर यसलाई उखेल्न लगाउँछु। आचार्यले केही दिनका लागि मेरा पाहुना भएर मेरा पूजा स्वीकार गरिदिनु भए म धन्य हुने थिए। सकटारको यस्तो नम्र र मिठो वचन सुनेर चाणक्यको रिस तुरुन्त शान्त भयो। लौ त हुन्छ भनेर उनी सकटारका साथ लागेर उनको महलमा गए। यता सकटारले आफ्ना सिपाहीहरूलाई त्यो कुस फाड्न लगाए। केही दिनपछि राजा महापद्मनन्दले एउटा यज्ञ गरे। यज्ञमा देश विदेशका विद्वान आचार्यहरूलाई निम्तो बोलाए। धुमधामसँग यज्ञको काम चालु भयो। त्यसै अवसरमा सकटारले चाणक्यलाई राजाको यज्ञमा लगे। यज्ञको काम धुमधामसँग हुँदै थियो। सारा विद्वान ब्राह्मणहरू यज्ञमा लागेका थिए। राजा पनि बडो घमण्डले सिंहासनमा बसेर यज्ञ हेरिरहेका थिए। यतिकैमा एकजना कालो दुब्लो र देख्दैमा कुरूप मानिसलाई सरासर यज्ञ मण्डपमा आएको देखेर राजाले मन्त्रीसँग सोधे, यो को मानिस हो? यस्ता यस्ता विद्वान र वेद जाने आचार्य बसेको ठाउँमा यो देख्दैमा अशोभ मानिस कसरी घुस्यो? सकटारले पनि मौका छोपेर भने, महाराज, यी तक्षशिला विश्वविद्यालयका ठूला विद्वान आचार्य हुन्। यिनको नाम चाणक्य हो। सकटारको कुरा सुनेर घमण्डी राजाले चाणक्यलाई खिसी गर्दै भने, के यो कालो धँसी खान नपाएर मर्न आँटेको जस्तो मान्छे पनि विद्वान आचार्य हुन सक्छ? यो त देख्दै सार्की जस्तो पो छ।
डाक नबोलाउसँग पाहुना बन्न आउने यस मूर्खलाई कसले भित्र उल्यो? लौ यसलाई तुरुन्त गर्दन्याएर निकालिदियो। यसरी राजाले आफ्नो ठूलो अपमान गरेको देखेर आचार्य चाणक्य आगो भए। रिसले उनका आँखाबाट ज्वाला फुट्न थाल्यो। उतिखेरै उनले आफ्नो टोपीको सिक्का फोएर हातमा कुश र पानी लिएर भयंकर प्रतिज्ञा गरे। ए दुष्ट राजा, तैले धन र राज्यको घमण्डमा मत्त भएर आज मेरो अपमान गरिस्। म यस अपमानको बदला तेरो घमण्डलाई चूर चूर पारेर लिनेछु। सुन, तेरो र तेरो एक शाखा सन्तानको नाश गरेर तेरो वंश निर्मूल नपारी म यो टुपीको सिक्का बाँध्ने छैन। चाणक्यको यस्तो डरलाग्दो प्रतिज्ञा सुनेर सारा यज्ञ मण्डप शून्य भयो। चाणक्य बेगले सभा छोडेर बाहिर निस्के। कसैले उनीतिर हात उठाउने पनि साहस गर्न सकेन। त्यसपछि चाणक्य भित्रभित्रै राजाको विरुद्धमा षड्यन्त्र गर्न थाले। यस काममा उनलाई राजाकै सभासदहरू र सक्टार मन्त्रीको ठूलो मद्दत मिल्यो। आखिरमा उनले चन्द्रगुप्त नाम गरेका एक बहादुर साहसी र योग्य युवकलाई सेना बनाएर पल्टन जम्मा गरे। त्यसपछि नन्द र उनका शाखा सन्तानको नाश गराए। यसरी नन्द वंशको नाम निशान मेटिसकेपछि चन्द्रगुप्तलाई नै पाटलिपुत्रको राजा तुल्याए अनि उसैद्वारा सारा हिन्दुस्तानलाई एउटै तुल्याएर छोडिदिए। दर्शक तथा श्रोतावृन्दहरू, तपाईलाई आजको कथा के कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। अब लागौं गाउँ खाने कथातर्फ। हिजो मैले सोधेको गाउँ खाने कथा रहेको थियो, अगाडि हेर्दा देखिन्छ, पछाडि हेर्दा छैन के हो? र यसको सही उत्तर हो ऐना। हिजोको भिडियोमा कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शकको म नाम र कमेन्ट वाचन गर्न गइरहेको छु। सुरुमा रिता ठकुरे दिदी लेख्नुहुन्छ, नमस्कार भाइ, भाइद्वारा वाचन गरेका सबै कथाहरू शिक्षा र सन्देशमूलक हुने गर्छ। आजको कथा पनि रमाइलो, शिक्षा र सन्देशमूलक लाग्यो। भाइको दर्शक श्रोताहरू अझ बढेर जाओस्। भाइ साथै परिवारलाई जन्माष्टमीको हार्दिक शुभकामना भन्नुभएको छ। धेरै धेरै धन्यवाद तपाईको शुभेच्छाको लागि। डीपी धमाला ज्यू लेख्नुहुन्छ, नमस्ते सर, कथाको लागि धेरै धन्यवाद। आजको प्रश्नको उत्तर ऐना जस्तो लाग्छ सर भन्नुभएको छ। तपाईको सही उत्तर रहेको छ। त्यसैगरी गंगा कोइराला ज्यू लेख्नुहुन्छ, जमिन भाइ, हजुरको स्वर र वाचन अति राम्रो लाग्छ। आजको कथाको उत्तर चाहिँ छाया हो कि जस्तो लाग्यो, धन्यवाद भन्नुभएको छ। तपाईको कमेन्टको लागि धेरै धेरै धन्यवाद। पुलामी टोपेन्द्रज्यू लेख्नुहुन्छ, आदरणीय जमिन सर नमस्कार, आजको कथा पनि रोचक अनि ज्ञानमूलक थियो। शंकाले लंका जलाउँछ र एकता नै बलवान र बुद्धिमान हो भन्ने बुझाउँछ। हिजोको उत्तर त मिलेन। आजको पनि अगाडिबाट हेर्दा देखिन्छ, पछाडिबाट छैन भनेपछि ऐना हुनुपर्छ कि जस्तो लाग्छ भन्नुभएको छ। तपाईको आजको उत्तर चाहिँ सही रहेको छ। चित्र जीएमज्यू लेख्नुहुन्छ, भेरी नाइस स्टोरी सर, कंग्रेचुलेसन्स, वी ह्याप्पी फ्रम साउदी अरेबिया भन्नुभएको छ। धेरै धेरै धन्यवाद। मायाश्रीज्यू लेख्नुहुन्छ, जोजोलोपा मतिना लुमन्ती आवाजको अनि प्रतिभाको धनी आदरणीय जमिन सर, यति राम्रो कथा सुन्न पाउँदा अति नै खुसी लागेको छ मलाई, हस भन्नुभएको छ। धेरै धेरै धन्यवाद। युवराज निरौलाज्यू लेख्नुहुन्छ, कथा अत्यन्तै रमाइलो, ज्ञानप्रद, सन्देशमूलक, व्यावहारिक अनि वर्तमान समय सापेक्ष पनि लाग्यो अनि उत्तर चाहिँ ऐना जस्तो लाग्छ मलाई त भन्नुहुन्छ। तपाईको सही उत्तर रहेको छ। दीप तिमल सिन्हा लेख्नुहुन्छ, लिसनिङ फ्रम चितवन। त्यसैगरी नवराज गिरिज्यू लेख्नुहुन्छ, नमस्ते सर, म अर्घखाँचीबाट भन्नुहुन्छ। धेरै धेरै धन्यवाद तपाईहरूको कमेन्टको लागि। रामकुमार भट्टराईज्यू लेख्नुहुन्छ, कथा राम्रो लाग्यो, गाउँ खाने कथाको उत्तर छाया भन्नुहुन्छ। तपाईको कमेन्टको लागि धेरै धेरै धन्यवाद। सावित्री पौडेलज्यू लेख्नुहुन्छ, नाइस फोक स्टोरी सर, आई थिंक स्याडो इज द आन्सर बट आई एम नट स्योर भन्नुहुन्छ। तपाईको कमेन्टको लागि धेरै धेरै धन्यवाद। त्यसैगरी राजु बिसीज्यूले पनि नमस्ते लभको इमोजी पठाउनु भएको छ। तपाईलाई धेरै धेरै धन्यवाद। सुदीप गदालज्यू लेख्नुहुन्छ, भेरी नाइस, तपाईलाई धेरै धेरै धन्यवाद। कृष्ण खनालज्यू लेख्नुहुन्छ, सर सर्वप्रथम मेरो नमस्कार टक्राउँछु हजुरलाई। सर कमेन्टमा धेरै शब्द लेख्न मिल्दो रहेनछ, त्यसैले अपुरो
रहेको थियो सरी भन्नुभएको छ कृष्ण खनालज्यू, धेरै धेरै धन्यवाद। कालीश्रीज्यू लेख्नुहुन्छ दामी दामी सर, तपाईलाई पनि धेरै धेरै धन्यवाद। विपना बिसीज्यू लेख्नुहुन्छ आजको कथा धेरै राम्रो छ, तर एउटा कुरा एक दिनमा धेरै कथा अपलोड झन कति सुन्न पाइन्थ्यो तपाईको आवाजमा भन्नुहुन्छ विपना बिसीज्यू। तपाईको यो कमेन्टलाई म मनन गर्छु र सोही अनुसार अन्य कथाहरू बेलुकीको समय बाहेक अन्य समयमा पनि ल्याउन मिल्छ भने म लिएर आउनेछु। धेरै धेरै धन्यवाद। शान्ता तिमल सिन्हाज्यू लेख्नुहुन्छ निकै रोचक कथा वाचन गरेर सुनाउनु भएकोमा धन्यवाद सर। आजको प्रश्नको उत्तर ऐना हुनुपर्छ भन्नुभएको छ, तपाईलाई धेरै धेरै धन्यवाद। किशोर केसीज्यू लेख्नुहुन्छ सन्देशमूलक कथाको लागि धन्यवाद जमिन सर। आजको उत्तर टिभी हेरेको हो कि भन्नुहुन्छ। त्यसै गरी अर्को कमेन्ट दीप तिमल सिन्हाज्यू लेख्नुहुन्छ लिसनिङ फ्रम चितवन। तपाईहरू दुवैलाई धेरै धेरै धन्यवाद। विपना बिसी फेरि लेख्नुहुन्छ आजको गाउँ खाने कथाको आन्सर ऐना जस्तो लाग्यो भन्नुहुन्छ। तपाईको सही उत्तर रहेको छ। कृष्ण बुढाज्यू लेख्नुहुन्छ बाघ चाहिँ नेपालको बाहुन जस्तै रहेछ, स्याल चाहिँ क्षेत्रीहरू जस्तै, गोरु जस्तै, नेपालका जनजातिहरू जस्तै। यो कुरा नेपाली जनजातिले बुझ्न जरुरी छ, तर बुझ्दैनन् भन्नुभएको छ। तपाईको व्यक्तिगत विचारको लागि धन्यवाद। मानिसहरू सबैको एउटै सोचाइ हुँदैन, सबैको व्यक्तिगत सोचाइको लागि आफ्नो ठाउँबाट कदर गर्नुपर्छ भन्ने पक्षमा म रहेको छु। तथापि तपाईले भनेको जस्तै नहुन पनि सक्छ। त्यसै गरी सुजित मान सुनवारज्यू लेख्नुहुन्छ निश्चित रूपमा ऐना हो भन्छ मेरो दिमागले त भन्नुभएको छ। तपाईको उत्तर सही रहेको छ। धेरै धेरै धन्यवाद। त्यसै गरी अर्जुन बिसीज्यू लेख्नुहुन्छ हेलो सर, दर्शन